नमस्ते आमा बुबा दाजुभाइ तथा दिदीबहिनी सबैजनालाई। आज 2082 साल चैत्र 13 गते शुक्रबार बन्दै गरेका हाम्रो प्रधानमन्त्री बालेन शाहज्यूलाई हार्दिक बधाई शुभकामना भन्न चाहन्छु। हामी आशा गर्छौँ तपाईले साँच्चै नै हाम्रो देश नेपाललाई सुन्दर बनाउनु हुनेछ। तपाईले गर्नुपर्ने कामहरू चाहिँ म तपाईँ यो भिडियो मार्फत राख्नेछु। बलात्कारी र जानमारालाई मृत्युदण्ड हुनुपर्छ र जति पनि चोर डाका फटा गुण्डागर्दीहरूलाई उनीहरूको पत्तासाफ हुनुपर्छ र धर्मावलम्बीहरू इसाई हिन्दू मुस्लिम बौद्ध सबैलाई एक समान व्यवहार गर्नुपर्छ। हामी सबै एउटै मनका एउटै हृदयका भएर हाम्रो देशमा मेलमिलाप भएर बस्नुपर्छ भन्ने तपाईको धारणा हुनुपर्छ भन्दै जति पनि बन्द भएको फ्याक्ट्रीहरूलाई खोलेर जति पनि बेरोजगार भएर बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई रोजगार दिनुहुन्छ भन्ने हामी आशा गर्दछौँ भन्दै यो मेरो मागलाई यहाँ राख्दै म यहाँबाट बिदा हुन चाहन्छु। नमस्ते, जय नेपाल।